युएसए सर्लक्क आइसक्यौँ र स्टेडियममा हामी आइसक्यौँ। चाहिँ हामी यहाँ आज 3 भाइ सर्ट लगाएर अमेरिकामा प्रवेश भइसक्यौँ। अब प्रत्यक्ष यही स्टेडियममै आएर हेर्दैछौँ एकदम 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 बढी एक्साइटेड छु कि म अहिले। गाइज वेलकम। आज चाहिँ हामी टक्क अब यहाँ तपाईँहरूलाई थाहा नै छ, सबैलाई थाहा छँदैछ, हामी सबैलाई खेलप्रेमी सबैलाई पुरै थाहा छँदैछ। विश्वकप फिफा फुटबल 2026 चलिराखेको छ। त्यसको उपलक्ष्यमा चाहिँ हामी पनि नेपालदेखि युएसए सर्लक्क आइसक्यौँ। तपाईँलाई हामी देखाउँछौँ स्टेडियम हेर्नुहोस्, यहाँ टक्क लाएर स्टेडियममा हामी आइसक्यौँ। अब आजको गेम ब्राजिल भर्सेस नर्वेको गेम हामी लाइभ हेर्छौँ, प्रत्यक्षदर्शी भएर हेर्छौँ, तपाईँहरूलाई पनि देखाउने कोसिस गर्छौँ। तपाईँहरू आफ्नो मोबाइलमा टक्क लाइभ हेर्नु होला, हामीलाई पनि त्यहाँ क्यामेराले देखाउन सक्छ। त्यो भएर चाहिँ हामी यहाँ आज 3 भाइ सर्ट लगाएर अमेरिकामा प्रवेश भइसक्यौँ। अब दाइ के छ त तपाईँलाई अमेरिकामा फुटबल विश्वकप हेर्न चाहिँ कतिको एक्साइटेड हुनुहुन्छ? ब्राजिल र नर्वेको गेम लाइभ ग्राउन्डमा उपस्थित भएर हेर्दा चाहिँ? होइन एकदम म एकदम एक्साइटेड छु, किनभने अब हामी त अब सधैँभरि टिभीमा हेर्ने बानी गरेर भोटिङ दिने गरेको त हामी यहाँ त प्रत्यक्ष यही स्टेडियममै आएर हेर्दैछौँ एकदम 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 बढी एक्साइटेड छु कि म अहिले। हामी एकदम एक्साइटेड छौँ। अनि यता कतिको एक्साइटेड छौँ त हामी? एक्साइटेडको त पुरै नगर्नु छैन, किनभने यस्तो अब फिफा वर्ल्ड कप जस्तो कुरो होइन, प्रत्यक्षदर्शी भएर हेर्न पाउनु भनेको योभन्दा ठुलो भाग्य कुरो त के हुन्छ र अरू होइन। अब यो स्टेडियम चाहिँ यो हो। स्टेडियममा हामी आइसक्यौँ। तपाईँहरू पनि यदि अमेरिकामा कोही हुनुहुन्छ नेपाली भने आउनु होला, सँगै बसेर हेरौँला ब्राजिल भर्सेस नर्वे, नेमार भर्सेस हाल्यान्डको गेम चाहिँ आज हामी स्पेसल फ्यान अर्जेन्टिनाको मेस्सीको फ्यान भए पनि समयले हामीलाई ब्राजिल नेमार र हाल्यान्डको गेम जुराएको छ। तपाईँहरू पनि हेर्न चाहिँ नभुल्नु होला।